माय गॉड छोरो डर लाग्यो यार मलाई त हो र हातमा ठुलाको अचार हेलो एभ्रिवान आज हामी जामाचो हाइकिङ जाँदैछौँ जुन माछा पोखरीबाट जान मिल्छ यहाँ आउँदाखेरि आफ्नो आइडी कार्ड लिएर जानुपर्छ अनि चक्कुहरू त्यस्तो कुराहरू चाहिँ लानु पाइँदैन यहाँभित्र ल हामी सुरु गऱ्यौँ जामाचो हाइकिङ कति बजे टाइम हेर त दुईजना बच्चा बच्ची लिएर हिँडिरहेको छ हामी म प्रति ठुलो रेस्पोन्सिबिलिटी छ 8:30 मा दुईटा दिदीहरूलाई थकै लागिसक्यो अब त भेटिन्छ नि हैन जानु नि दिदी Oh my god. Oh my god, छोरो डर लाग्यो यार मलाई त हो र यति उकालो उक्लिएपछि हामीलाई भोक लागे जस्तो भयो र हामीले घरबाट ल्याएको खानेकुराहरू खान थाल्यौँ यो केरा चाहिँ हाम्रो धनी दिदीले ल्याउनु भएको हो खानेकुरा खाइसकेपछि हामी फेरि जोसका साथ हिँड्न थाल्यौँ यति हिँडेपछि हामीलाई फेरि थकै लाग्यो अनि हामी बसेर स्याउको पार्न थाल्यौँ माथि गुम्बामा पुगेपछि हाम्रो दिदीहरूले एक्लै सेल्फी हान्दै रमाइलो गर्नुभयो त्यो भ्यूसँग एउटा पछाडिबाट ब्याक साइडबाट फोटो खिच्नु न कसैले कसलाई आउँछ फोटो भिडियो खिचिसकेपछि हामी खन्चुवाहरूलाई फेरि भोक लाग्यो त्यही भएर हामीले चटपटे बनाउन सुरु गऱ्यौँ अब मैले यस्तो स्न्याक्स लिएर हिँड्छु म प्लेन प्लेनमा जाँदा कहिले कस्तो के खाम हुन्छ पुग्न परेपछि होइन स्याउ त लान्थेँ आलमन्ड पनि लान्छु यस्तो हेल्दी हुन्छ कि म सेक्सी फिगर बनाउँछु होइन मलाई आज एकदम मोटिभेसन हुन्छ त्यो मात्रै होइन म भने हाम्रो जस्तो मिठो चटपट त हुँदैन आज हामी हाइकिङ आएको यता हुनुहुन्छ हाम्रो सडक विभागको हाकिम यता हुनुहुन्छ हाम्रो धनी दिदी दुईजना मिलेर मिठो चटपट बनाउन लाग्नु टेस्ट गरेर हालौँ ल फिर्ता लाने कति मिठो भयो हाम्रो गाडी भाइको घरबाट आएपछि एक झोला सामान हाल्ने हो नि होइन यो के अरे सबै हाल्नु एक झोला मात्रै होइन एक बोरा आउँछ एक बोरा कि अब यो हाल्दा हात चाहिँ हातले खाएर अनि हात दिनुपर्ला यो उसलाई है नुन चाहियो त एउटा खुर्सानी कहाँ गयो त्यसमा त नुन त हाल किन यहाँ एउटा खुर्सानी नुनै राखेन यो हो के नुन लाग्दैन नि धनी दिदीले एउटा खुर्सानी खोज्दै हुनुहुन्छ त्यही भएर त दिदी धनी हुनुभएको नि एउटा हिसाब राख्नुहुन्छ हजुरहरू पनि यस्तै गर्नु होला धनी हुन यस्तै गर्नुपर्छ धनी हुनुको राज यही हो एउटा हाम्रो धनी दिदीले यहाँ जब पाउनु भएको छ बढाएर मैले आफ्नो घर बढाएर नगरेको हो अहिलेसम्म मेरो घर सोर्ग हुन्थ्यो
भयो चकाचक भयो नि होइन एकदमै राम्रो यति धेरै खाइसकेपछि हामीलाई धेरै नै जोस आए जस्तो छ र हामी यसरी उफ्रिन थाल्यौँ उफ्रिने मात्रै कहाँ हो र यसरी घुम्ने गाउने नाच्ने गर्न पो थाल्यौँ हामी त यता पो उज्यालो आयो त यस्तो किन बोल्दा ए है कस्तो राम्रो छम छम नाचिदेऊ नि उडेर हातमा रुमाल कानमा फुल्सी उडेर स्याउली बजारमा तन भो हरान भो मलाई देखेर तन भो हरान भो मलाई देखेर जामाचो गुम्बा एकदमै रमाइलो र पिसफुल ठाउँ रहेछ हाइकिङ मनपर्नेहरूको लागि यो एउटा ब्युटिफुल डेस्टिनेसन हो नेचर र ओभरअल एक्सपिरियन्स हाम्रो धेरै राम्रो भयो तर पनि सबै कुरा राम्रो हुँदाहुँदै पनि एउटा कुरा चाहिँ सुधार गर्नुपर्ने देखियो त्यो हो टोयलेट यहाँको टोयलेट एकदमै फोहोर रहेछ बरु एक्स्ट्रा पैसा उठाएर भए पनि टोयलेट चाहिँ सफा र म्यानेज गर्नुपर्ने जस्तो देखियो होप नेक्स्ट टाइम जाँदा यो कुरा पनि सुधार भएको देख्न पाइयोस्